guys, welcome to my channel. संसिता घिसिङ हामी कहाँ जानु लाग्यो रे? हामी खै के हो पछि पछि लाग्यो वर्कआउट गर्न लाग्यो पानी परिरहेको गाइस तिमी रङमा बस्यौ थाहा यता यस हाई लुकेको चिसो भएर नमस्ते चिसो भएर नाकै रातो भएछ राति सुनि बोकेन है जङ्गलमा हामी कहाँ जानु लाग्यो जिम अरे जिम गर्न जङ्गलमा जिम हुन्छ कोरियामा गाइस यस्तो अनौठो हेलो गाइस उताबाट कलेज जान्थ्यो भने यताबाट यो जङ्गल हेर न कस्तो उराट लाग्दो तर राम्रो है हरियाली हुने भने कति राम्रो हुन्थ्यो तर अहिले भएको छैन नि त बेला ग्रिन हुने अब बेला आउँदैछ स्प्रिङ सिजनमा हो कि राम्रो हुनु त गफ गर्दै हिँड्नु भएको छ साथीहरू हामी पनि गफ गर्दै जाम गाइस जाम ओए त्यस्तो रहेछ खतरा रहेछ पार्क पार्क रहेछ एक्सर्साइज गर्ने म त चप्पल लाएर गएको थिएँ इन्टरभ्यू दिन आँदा पनि पछि एउटा फोटो खिचेर हस् म्याम हामी पुरा ब्रिज तरेर जाँदैछौँ गाइस कस्तो राम्रो छ खोला छ गाइस एउटा खोला हेर्नुहोस् त कस्तो राम्रो मेरो साथी होइन हामीलाई साथीहरूले छोडेर गइसक्यो अब हामी दुकुर छौँ फोटो खिच्न लाएर बर्बाद भयो गाइस चिप्लो छ भाइ बाटो नि यिनीहरूको तर हामी आज हिँड्ने मुडमा थिएनौँ के अरे साथीहरूले जाम भनेर रिक्वेस्ट गरेपछि नजाने कुरो त भएन कुन बाटो जाँदैछौँ जिम गर्ने ठाउँ पाङदो मेरो साथी डोलमा सन्चिता यता म छु होइन सन्चिता देखेको थियो सन्चिता हामी अब एकछिन जिम गरेर एप्स निकाल्छु म हामी जिम गरेर बडी ल गाइस हाम्रो दुईजना यहाँ हिँड्नु हुँदैछ यहाँबाट म चिप्ले भने चाहिँ नि फेरि म भात पकाएर दिँदिनँ है कत्रो पानी यो माथिको उ झरेको हो बन्दर देख्यो घर बनाएको लाउ छिराउ छोडिदियौँ हामी बिस्तारै आऊ दन्तु कुरा जिम गर्ने ठाउँ भनेर 1 घन्टा लगाइसक्यो हिँड्दा बाटो भनेर गाइस 1 घन्टा हिँडाइदियो भाइ लास्टमा यिनीहरू कस्तो उनको हो क्या यो बोरा जस्तो मलाई कपडा चेन्ज गर्न झ्याउला र माथिबाट घप्लाक्क उनेर हिँडेको कस्तो यिनीहरू कहाँ लग्न लाग्यो म रुन लागिसकेँ गाइस छ ल्यापटप दिइहाल्छन् नि सन्चिताले कसको त्यो ल्यापटप बच्चा सानो 16-17 वर्ष मात्रै होला सोच्नु बसिरहेको लास्टमा आन्टी पो रहेछ आन्टी भनिदियो यार अब चित्तै दुखेन मेरो आउन लाग्यो बल्ल बल्ल चिसो आयो है फ्रिज भयो हात त यस्तो जमेर रातै भयो नि त नाकको टुप्पा गाला रातै भयो गाला रातो हेरे होइन अलमोस्ट दियो त्यो हेर न त वाउ कस्तो राम्रो कति फेसिलिटी हो लाउरेहरूको ट्रेनिङ गर्ने ठाउँ जस्तो हो यही रहेछ जिम सेन्टर फ्रीको जिम सेन्टर यो हल्का छ यो ट्राई गर न हात भाँचिन्छ है रोशनी यता यता हो उसको आयो ज्योति छ त्यो पढ्ने छ ल जति बा
सक्यो गर गर यु क्यान डु इट हेर्नु कस्तो राम्रो लाइट सच अ नाइस प्लेस गाइज मजा आयो चिसो हावा चिसो हावा ढाड न कम्बरको हो क्या अरे अलिक मजाले गर न त्यहाँ हातसम्म त नमुन्ने उयो वाला वाउ वाउ यस्तो हो नि त ल ल गर तिमीहरू तिनजना त्यो अर्को तान न उ त्यो माथिको अपेक्षा ओ माई गॉड के सारा हावा गयो ये ये ल पानी आयो पानी पानी आयो ओ यहाँ त कोरियाको झन्डा रहेछ गाइज कोरियामा छु भनेर त देखा हो हो कोरियामा छु गाइज तर यो गाला झर्न लागिसक्यो कि यस्तो मेरो हात हेर्नु त रातै भइसक्यो खुन रोकिसक्यो जम्मिसक्यो यो गाला झर्न ख्याल है यो ड्याम गरेर मलाई उचाल्दो रहेछ छोडिदिनु माथि होइन होइन त्यहाँ भुइँमा नटसाइकन जतिको गर्छ अनि बाहुबली यानी कि माथि टाउको भन्दा माथि पुर्याउ त जाम बाबा एक्सर्साइज गरेर यो हात यस्तो भयो दुखो रोशनीलाई गर्नु यो के गर्ने हो 40 यो कसो गर्ने खुट्टा यस्तो उचाल्ने हो यो भयो बाबा भयो यो गर्छु नि यो बिस्तारै हो त्यसो राम्रो खोइ अनि रोशनी त 6 प्याक जित्ने भनेको हैन अघि जिम गरिसक्यौँ अब जाने हो गाइज यस्तो छ यहाँ चाहिँ जाने अब जाने जाडो भइसक्यो राति परिसक्यो साढे कति भयो 6:30 भइसक्यो हामी जिम गरेर फर्किँदै हामी गाइज अब गर्दैछ राति परिसक्यो